तसर्थ यो छोटो कार्यक्रमलाई पनि अगाडि बढाउनुभन्दा अगाडि यो जुन बोल्ने लेख्ने अधिकार र जुन एउटा प्राप्त भएको छ त्यो अधिकार त्यसै प्राप्त भएको होइन। विभिन्न किसिमका जनआन्दोलन जनयुद्ध त्यसै गरी देशमा चलेका हरेक आन्दोलनले शहीदको रगत बगेको छ। आज हामी नसम्झिकन यो कार्यक्रम अगाडि बढाउन सक्दैनौँ। तसर्थ उहाँहरूप्रति 1 मिनट मौनदान गर्न निम्ति म यहाँ सबैलाई हार्दिक अनुरोध चाहन्छु। समय सुरु। म अध्यक्षको अनुमतिले यो कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु। अगाडि नै हामी भनिसक्यौँ, आज देश विषम परिस्थितिमा गुज्रिरहेको छ। आज विस्तारवादका नङ्ग्राहरू, साम्राज्यवादका नङ्ग्राहरू यो देशमा खिजाइरहेका छन्। यो देशको अस्तित्वमाथि धावा बोलिरहेका छन्। आज भर्खरै भाद्र 23 र 24 गतेको जुन एउटा जेनजी विद्रोह, त्यो विद्रोहपछि देशको अवस्था अझ तरल अवस्थामा पुगिरहेको छ। साम्राज्यवाद, प्रतिबन्ध, यथास्थितिवादको विरोध गरौँ, स्वाधीन संयुक्त सरकारको गठन गरौँ भन्ने मूल नाराका साथ आज हामी तपाईँहरूलाई हाम्रा विचारहरू, पार्टीका धारणाहरू स्पष्ट पार्नको निम्ति यहाँ आइरहेका छौँ। देश इतिहासकै सबभन्दा कमजोर अवस्थामा पुगेको छ। आज राष्ट्र अत्यन्तै जर्जर अवस्थामा पुगिरहेको छ। हामीलाई धेरैले लागेको थियो 23 गतेको जुन एउटा आन्दोलन थियो, ती आन्दोलनमा हाम्रो पनि समर्थन थियो। ती आन्दोलन उठाएका मागहरूप्रति हाम्रो पनि समर्थन थियो। भ्रष्टाचार विरोधी अभियान थियो, सुशासनका कुरा थिए। त्यस्तै गरेर जुन सामाजिक सञ्जालमाथिको जुन प्रतिबन्ध खारिज थियो, ती 3वटा जुन मुख्य मागहरू थिए, ती मुख्य मागहरूमा हाम्रो पनि समर्थन थियो। जेनजी आन्दोलनप्रति हामीले पनि एकैबद्धता हामी जाहेर गरेका थियौँ। तर त्यो आन्दोलनपछि जुन स्थिति उत्पन्न भयो, 24 गते जुन एउटा विध्वंसतर्फ देश धकेलियो, जुन केही जेनजीहरूलाई प्रयोग गरेर जसो जेनजीको नाममा घुसपैठ गरेर जुन एउटा आन्दोलनलाई अन्यत्र मोड्ने प्रयत्न भयो, त्यसले आज यो देश तरल अवस्थामा पुर्याइरहेको छ। तसर्थ त्यसपछिको अवस्था के, हाम्रो अवस्था के, हाम्रो पार्टीले के भनिरहेको चाहिँ समग्र विषयवस्तुहरूमा आज हामीले यहाँ स्पष्ट पार्नेछौँ। र यो सभालाई सम्पूर्ण जनवर्गीय सङ्गठनको प्रतिनिधित्व गर्दै आफ्ना विचारहरू राखिदिने बित्तिकै म जनवर्गीय सङ्गठनको प्रतिनिधित्व विचार राख्ने निम्ति कमरेड बाबुराम सुवेदीजीलाई हार्दिक अनुरोध गर्दै माइक्रोफोन उहाँलाई हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद कमरेड आकाशजी। हाम्रो महान तथा पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज यो स्वाधीन संयुक्त सरकार गठन गरौँ भन्ने नाराका साथ जुन जनसभाको आयोजना गरेको छ, यस जनसभामा उपस्थित श्रद्धेय स्थायी कमिटी सदस्य कमरेड, केन्द्रीय सदस्य कमरेडहरू, जिल्ला सदस्य कमरेडहरू लगायत सम्पूर्ण उपस्थित जनसमुदायहरूमा सर्वप्रथम किसान मजदुरको तर्फबाट म यहाँहरू सबैलाई हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। स्वीकार्नुहोस्, हार्दिक अभिवादन। कमरेडहरू, विभिन्न समयमा विभिन्न घटनाहरू घटिरहेका छन्। माग एकातिर छ भने कार्य एकातिर भइरहेको छ। यो देशका नालायक सत्तामा रहने जुन नालायक जुन मन्त्रीहरू छन्, यिनीहरूले गर्दाखेरि सारा जनताले दुःख पाइरहेका छन्। आज किसानको हालत हेर्नुहोस्,
कस्तो दयनीय छ, मजदुरको हालत त्यस्तै छ। तपाईँको आदिवासी जनजाति, महिला, मुस्लिम सबैको चाहिँ तपाईँको चाहिँ कुनै पनि ठाउँमा हेरेर चाहिँ चित्त बुझाउने खालको त्यस्तो खालको वातावरण बनेको छैन। यसको दोष चाहिँ वर्तमान सरकार नै हो भन्ने कुरा चाहिँ अब हामीले ठहर गरिरहेका छौँ। एउटा सामान्य माग राखेर भ्रष्टाचारीलाई कारबाही गर्ने यो सञ्चारहरूको चाहिँ नि जुन बन्द गरिएको छ, यसलाई चाहिँ अब बन्द गर्न पाइँदैन भन्ने नाराका साथ जुन 23 गते जुन देशमा घटना घट्यो, यो जेनजीको नाउँमा जुन घटनाहरू घटाइएको छ, केही युवाहरूलाई, केही भाइ बहिनीहरूलाई, स्कुलका विद्यार्थीहरूलाई त्यहाँ अगाडि देखाएर उहाँहरूको छातीमा ताकी गोली हान्ने यो देशको सरकार, यसको हाम्रो पार्टीले घोर विरोध गरिरहेको छ। र अहिले फेरि एउटा नाटक रचिएको छ। एनजिओ आइएनजिओमा समावेश भएका जुन हिजोका चाहिँ जुन भ्रष्टाचारमा चर्लोमा डुबेका मान्छेहरू फेरि मन्त्री बनाएर त्यसैको पछि फेरि एमाले नामका जुन भाटहरू त्यसका पछि लागेका छन्, काङ्ग्रेसका त्यसरी नै पछि लागेका छन्, अरू राजावादीहरू त्यसरी नै पछि लागेका छन्। यो देशको स्वाधीनतामाथि चाहिँ खेलवाड गरेर यिनीहरू चाहिँ यसरी अगाडि आइरहेका छन्। हामीले आदरणीय जनसमुदायहरू बेलैमा हामी सचेत भएनौँ भने, बेलैमा हामीले कुरा बुझेनौँ भने अझै पनि यी पार्टीहरूको संसदीय व्यवस्थाको पछि लागेर हामी फेरि हिँडिराख्यौँ भने भोलि हाम्रा सन्ततिको भविष्य कस्तो होला भन्ने विषयमा पनि म यहाँहरूलाई चाहिँ बुझिदिन, हाम्रा वार्ता पम्पलेटहरू लाएर पढिदिन, अध्ययन गरिदिनु हुन म हार्दिक विनम्रताका साथ यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। आदरणीय जनसमुदायहरू, आज लाग्न सक्छ हामी सानो टुक्रा या टुक्री एउटा 10-20 जनाको चाहिँ उसमा हामीले यो विरोध सभा हामी गरिरहेका छौँ। यिनीहरूले केही गर्न सक्दैनन् भन्ने यहाँहरूलाई लागेको होला। त्यस्तै 23 गते नै यस्तो नेपालमा चाहिँ यस्तो घटना घट्छ, 24 गते यस्तो घटना घट्छ र देशमा चाहिँ हाहाकार चाहिँ एउटा चाहिँ मचिन्छ भन्ने कुरा त कसैले पनि कल्पना गरेको थिएन। आखिर हुँदो रहेछ। जनता जुट्यो भने, जनताको धैर्यताको बाँध फुट्यो भने यी भ्रष्टाचारीहरू, यी दलालहरू, यी देश बेच्नेहरू, यी चाहिँ कसैको पनि यहाँ चाहिँ रहन सक्ने अवस्था रहँदैन। त्यसको लागि तपाईँ हामी एकजुट भएर अगाडि बढ्नको लागि पनि म यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। दुनियाँले दुःख पाइरहेको छ। जबसम्म यो संसदीय व्यवस्थाको अन्त्य हुँदैन तबसम्म यो देशको विकास पनि हुँदैन, यो देशका जनताले न्याय पनि पाउँदैनन्, यो देशमा कुनै किसिमको चाहिँ विकास हुनेवाला छैन। यो संसदीय व्यवस्था नै यसको अवरोध बनेर अगाडि आइरहेछ। त्यो व्यवस्थाको पछाडि लाग्नेहरू, त्यो व्यवस्थाका मतियाराहरू अझै पनि फेरि 21 फागुन 21 मा चुनाव गर्ने भनेर यिनीहरू तम्सिरहेका छन्। हेर्नुहोस् आदरणीय जनसमुदायहरू, 21 गतेको चुनाव हुन हामी दिनेवाला छैनौँ। चुनाव हुँदा पनि हुँदैन, गर्न सक्नेवाला पनि छैनौँ, हामी दिनेवाला पनि छैनौँ। यसरी फेरि त्यस पछाडि 84 भन्छन्, 84 पनि चुनाव हुँदैन जबसम्म यो सरकार, यो सत्तामा बस्ने भ्रष्टाचारीहरूको अन्त्य हुँदैन तबसम्म यो देशमा शान्ति अमन चयन हुँदैन भन्ने कुराहरू म यहाँहरूको सामने राख्दै, अब हाम्रा प्रमुख अतिथि कमरेडहरू पनि हुनुहुन्छ, अरू वक्ता साथीहरू पनि हुनुहुन्छ। यो सबै कुराहरू मैले चाहिँ यहाँ एक्लै समेट्ने कुरा पनि भएन। यहाँहरू अब हाम्रो आन्दोलनमा आफ्नो मागको लागि, आफ्नो हक हितको लागि पनि हामी चाहिँ अगाडि बढ्नुपर्ने अवस्था आएको छ। यहाँ देख्नुभयो यो देश बेच्नेहरू, देश मात्रै त्यहाँ बेचेका थिए, युवाहरू पनि बेच्न थाले, युवतीहरू पनि बेच्न थाले। अहिले विदेशमा चाहिँ यस्तो चाहिँ उहाँहरू कोही त कहीँ त नारकीय जीवन बिताउन उहाँहरू बाध्य भइरहनु भएको छ। यो सब कसले गरायो भन्दाखेरि यो वर्तमान सरकारले, सरकारमा रहनेहरूले यो सबै काम गराएका छन्। त्यसो भएको हुनाले हामीले बेलैमा बुझौँ, बेलैमा सचेत हौँ भन्ने भनाइ राख्दै म आफ्नो भनाइ अन्त गर्छु। हस्त क्रान्तिकारी अभिवादन। धन्यवाद कमरेड बाबुराम सुवेदीजीलाई। उहाँले समसामयिक स्थितिको बारेमा स्पष्ट पारेर गइसक्नु भएको छ। हामीले अघि नै भनिसकेका छौँ, यो साङ्केतिक कोड सभा हो, सानो कार्यक्रम हामी गर्न लागिरहेका छौँ। यो कार्यक्रमलाई सम्बोधन गर्नको निम्ति वामपन्थी आन्दोलनमा
धेरै वर्ष निर्वाह गरिरहनुभएका आन्दोलनमा लागिरहनुभएका अग्रज व्यक्तित्व, जनजातिका आवाजहरू उठाउने व्यक्तित्व, हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय स्थायी कमिटी सदस्य कमरेड रामसिंह श्री आइसक्नु भएको छ। तसर्थ प्रमुख अतिथिको मन्तव्य राखिदिने निम्ति स्थायी कमिटी सदस्य कमरेड रामसिंह श्रेष्ठलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको 7 नम्बर बिउरोबाट आयोजित यस सभाका अध्यक्षज्यू, यहाँ उपस्थित हुनुभएका हाम्रो पार्टीका केन्द्रीय सदस्यहरू, अन्य पार्टी सदस्यहरू र यो सभामा उपस्थित हुनुभएका सम्पूर्ण जनसमुदायहरूमा म हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि यहाँलाई क्रान्तिकारी अभिवादन दियो। आदरणीय जनसमुदायहरू, आज 82 मङ्सिर 7 गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशभरिका प्राय सबै सहरहरूमा हामीले यस प्रकारको सभाहरू सञ्चालन गर्न गइरहेका छौँ। यो सभाहरू आयोजना गर्नुको मुख्य उद्देश्य अहिलेको विद्यमान नेपालको राजनीतिक, आर्थिक, सामाजिक स्थितिबारे पार्टीको धारणा आम जनसमुदायलाई को बीचमा पुर्याउनको लागि हामीले यो यस प्रकारको सभाको आयोजना गरेका हौं। यहाँहरूले हाम्रो यो ब्यानरमा देखिसक्नु भएको छ, साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरुद्ध गरौं, स्वाधीन संयुक्त सरकार गठन गरौं भन्ने मूल नाराको साथ हामी आम जनसमुदायको बीचमा उपस्थित भएका छौं। अब यस सन्दर्भमा साम्राज्यवाद, प्रतिगमन र यथास्थितिवादीहरूले देशलाई यो अवस्थामा कसरी पुर्याए भन्ने कुरा म यहाँहरूलाई पार्टीको सार्वजनिक धारणा सार्वजनिक गर्न चाहन्छु। आदरणीय जनसमुदायहरू, भदौ 23 र 24 गते भएको जेन्जी विद्रोहबाट यी साम्राज्यवादीहरू, प्रतिगमनकारीहरू र यथास्थितिवादीहरू कसरी कुन कुन रूपमा जिम्मेवार छन् भन्ने विषयमा म यहाँहरूलाई पार्टीको धारणा प्रस्तुत गर्दछु। यहाँहरू सबैलाई थाहा भएको कुरा हो, 23 गते भदौ 23 गते जेन्जी समुदायले नेपालमा भइरहेको विद्यमान भ्रष्टाचारलाई अन्त गर्नको लागि, यहाँ सुशासन कायम गर्नको लागि र तत्कालीन ओली सरकारले सामाजिक सञ्जालमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने माग सहित विरोध सभाको कार्यक्रम राख्नुभएको। ती जेन्जी समुदायले राखेको कार्यक्रमलाई हाम्रो पार्टीले पनि समर्थन गरेको थियो र त्यो जेन्जी समुदायले उठाएका मागहरू उनीहरूको मात्र नभएर आम नेपाली जनताको, नेपाली शोषित पीडित जनताको पक्षमा ती मागहरू थिए। त्यसकारणले जेन्जीले त्यति बेला उठाएको त्यो मागलाई सम्पूर्ण नेपाली जनताहरूले समर्थन गरिरहेका थिए र प्राय सबै पार्टीहरूले गरिरहेका थिए, सत्तासीन पार्टीहरू पाए। आदरणीय जनसमुदायहरू, जब
जेएनजी 23 गते जेएनजीहरूको आन्दोलन सुरु हुँदै थियो। त्यो आन्दोलनलाई साम्राज्यवादीहरूले प्रतिगमनकारीहरूले र यथास्थितिवादीहरूले आफ्नो ढङ्गले आफ्नो स्वार्थ अनुकूल त्यसलाई प्रयोग गर्ने, त्यसलाई उपयोग गर्ने प्रयत्न गरे। त्यसको फलस्वरूप ती जेएनजीले उठाएका मागहरूलाई समर्थन गर्ने न्युमा जेएनजी आन्दोलनभित्र घुसेर त्यो जेएनजीका आन्दोलनलाई उनीहरूले हाइज्याक गरेर त्यसलाई 23 गतेकै मध्याह्नपछि अर्कै दिशातिर मोडे। जेएनजीहरूले हजुर संसद भवन घेरा हाल्ने, संसद भवन फोड्ने त्यो घोषणा गरेका थिएन। जेएनजीका नेताहरूले आन्दोलन सुरु गर्ने बेलामा भनेका थिए हामीले यो पात सडकमा रहेका बिरुवाहरूको पात पनि हामीले झार्दैन, हामीले हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ भनेर भनेका थिए। तर भयो के त भन्दाखेरि जब आन्दोलन अगाडि बढ्यो, जब उहाँहरूको आन्दोलन शान्तिपूर्ण थियो भन्दै जान्थ्यो र मानेसरको संसद भवन नजिक पुगिसकेपछि जेएनजीहरूले अब हाम्रो माग पुरा भयो, हाम्रो कार्यक्रम पुरा भयो, हाम्रो कार्यक्रम हामी यहाँबाट समाप्त गर्छौँ, अब हामी घरतिर फर्कनुपर्छ भनेर भनिरहँदा केही भित्र घुसपिट भएका तत्त्वहरूले त्यो आन्दोलनलाई सडकतिर संसद भवनतिर त्यहाँ अगाडि लगियो र संसद भवनलाई तोडफोड गर्ने प्रयत्न गरियो। त्यसको असरमा त्यति बेलाको तत्कालीन ओली सरकारले त्यसको राम्रोसँग चाहिँ व्यवस्थापन नगरेर त्यसलाई चाहिँ जुन किसिमले एउटा हल गर्नु पर्थ्यो त्यो हल नगरेर जेएनजीले उठाएका मागहरूलाई सम्बोधन नगरेर त्यहाँ जुन गोली चलाएर दर्जनौं जेएनजीहरूको जुन हत्या गरियो त्यो नेपालको इतिहासमा बिर्सनै नसकिने दिनमा छ। र त्यस प्रकारको तत्कालीन सरकारले गरेको जेएनजीमाथिको दमनको हाम्रो पार्टीले विरोध गर्यो। तत्कालीन रूपमा चाहिँ वक्तव्यहरू निकालेर हामीले सार्वजनिक रूपमा विरोध गरेका छौँ र हामीले त्यस प्रकारको जुन एउटा जेएनजीहरूमाथि गरेको दमनको हामीले विरोध गर्यौँ। आदरणीय जनसमुदायहरू, अब घटनाक्रम त्यति मात्र रोकिएन। अब त्यसपछि त्यो विद्यमान यथास्थितिवादी ओली सरकारले जेएनजीहरूमाथि दमन गरेर जुन एउटा दर्जनौं जेएनजीहरूमाथिको हत्या गर्यो, त्यसलाई अवसर पारेर साम्राज्यवादी र प्रतिगमनकारीहरूले आफ्नो स्वार्थ अनुकूल त्यसलाई अगाडि बढाउन खोजे। त्यसले गर्दाखेरि भोलिपल्ट सम्पूर्ण चाहिँ एउटा चाहिँ जनताको जुन किसिमको अघिल्लो दिनको दमन थियो त्यो दमनको विरुद्धमा उठेको आक्रोशलाई उनीहरूले नेपालको सम्पदाहरू ध्वस्त पार्ने, व्यक्तिका पसलहरू ध्वस्त पार्ने, व्यक्तिका घरहरू ध्वस्त पार्ने, राष्ट्रपति भवन ध्वस्त पार्ने अथवा भौतिक जुन संस्थाहरू थियो, भौतिक जुन एउटा चाहिँ संरचनाहरू थियो त्यो संरचनालाई ध्वस्त पारेर नेपालका चाहिँ सम्पूर्ण एउटा ऐतिहासिक धरोहरलाई चाहिँ नष्ट गर्ने दिशातिर लग्यो। सुरु भयो भन्दै फोन गरेको त्यो जुन कुरा गरियो त्यो पार्टीसित हाम्रो पार्टीको त्यो कामसित हाम्रो पार्टीको असहमति छ र हाम्रो पार्टीले त्यसको चाहिँ विरोध गर्छ। आदरणीय जनसमुदाय, अब त्यसपछि त्यहाँभित्र के कुरा चाहिँ देखियो त भन्दाखेरि जो जेएनजीहरूले जुन नेता भएर अघिल्लो दिन जेएनजीको नेतृत्वमा जुन किसिमले चाहिँ एउटा भाषण गरेका थिए, आन्दोलनको घोषणा गरेका थिए, ती पछाडि परे। त्यहाँ पानी बाँड्न आएको भन्ने मान्छेहरू अगाडि आयो। यो तपाईँ हामी सबैले देखेको कुरा हो। यसको पछाडि चाहिँ जेएनजीहरू अब त्यहाँ दुई विभागमा चाहिँ विभक्त भए। एउटा वास्तविक नेपालमा भएको कुशासनको अन्त गर्ने, नेपालमा भएको भ्रष्टाचारको अन्त गर्ने, नेपालमा रोजगारीको व्यवस्था गर्ने वास्तवमा राष्ट्रवादी जेएनजीहरू थिए भने अर्कोतिर साम्राज्यवादका दलाल विभिन्न एनजिओ आइएनजिओको नाममा अगाडि बढेका यस प्रकारका चाहिँ जेएनजीहरूले त्यसलाई चाहिँ हाइज्याक गरेर साम्राज्यवादको दिशातिर अगाडि बढेका। त्यति मात्रै रहेन, त्यति बेला
प्रतिगमनकारीहरू राजावादीहरू राजालाई चाहिँ पुनः चाहिँ सत्तामा ल्याउनुपर्छ, राजालाई पुनर्स्थापना गर्नुपर्छ भन्ने व्यक्तिहरू जेएनजीको नाममा ती व्यक्तिहरू चाहिँ आन्दोलन अगाडि बढेर सम्पूर्ण एउटा चाहिँ भौतिक संरचनाहरू ध्वस्त पार्ने कुरामा देशव्यापी रूपमा लगाइयो। र यो सबै कुराहरू के थियो त भन्दाखेरि यो साम्राज्यवादीहरूको लामो योजनाको आधारमा थियो। त्यस कारणले यो 23 र 24 गते जुन घटना घट्यो त्यो घटना घट्नुमा दुईटा कारण मुख्य थियो। एउटा आन्तरिक कारण मुख्य थियो, त्यो भनेको नेपालका सत्तामा पुगेका राजनीतिक पार्टीहरू, मुख्यतः 46 सालपछि पञ्चायती शासनको राजाको प्रत्यक्ष शासनको अन्त भइसकेपछि जुन बहुदलीय व्यवस्था आयो त्यसपछि सरकारमा गएका मुख्यतः नेकपा एमाले र माओवादी केन्द्रले नेपालमा जनताको पक्षमा काम गरेनन्, उनले राष्ट्रको पक्षमा काम गरेनन्, जनहितको पक्षमा काम गरेनन्। महाकाली सन्धि जस्ता राष्ट्रघाती सन्धिहरू गरे, एमसिसी जस्ता राष्ट्रघाती सन्धिहरू गरे र यिनीहरू राष्ट्र विरोधी कामहरू गरे। अर्कोतिर जनताका चाहिँ जीवन स्तर उठाउने, जनताका चाहिँ गाँसबासका समस्याहरूलाई समाधान गर्ने, जनताको जीवन स्तरलाई उकास्ने कुनै पनि काम गरेन। उनीहरूले न उदारवादी अर्थनीतिलाई अगाडि बढाएर नेपालका सम्पूर्ण राष्ट्रिय सम्पत्तिहरू, राष्ट्रिय उद्योग धन्दाहरूलाई ध्वस्त बनाउने काम गरे। राष्ट्रिय उद्योग धन्दाहरू सखाप भयो यहाँबाट र यहाँ झन् बेरोजगारीको चाहिँ स्थितिहरू उत्पन्न हुने भयो। यसरी यी सम्पूर्ण कुराले नेपाली जनतामा एक प्रकारको निराशा, आक्रोश र उत्पन्न भइरहेको थियो। त्यसो भएको हुनाले त्यो स्थितिमा यो तीनवटा जुन एउटा मैले नाम लिए ती राजनीतिक पार्टीहरू, ती पार्टीहरू नै जिम्मेवार छन् र तिनीहरूले गरेका जनविरोधी, राष्ट्रविरोधी क्रियाकलापहरूले, कामहरूले, व्यवहारहरूले गर्दाखेरि यस प्रकारको चाहिँ स्थिति उत्पन्न भएको थियो एकातिर भने। अर्कोतिर साम्राज्यवादी शक्तिहरूले, खास गरिकन अमेरिका र भारतले चीनलाई घेरा हाल्ने र नेपालमा आफ्नो शासन कायम गर्ने उद्देश्यले निरन्तर रूपमा यिनीहरूले काम गर्ने। नेपालका विभिन्न सङ्घ संस्थाहरूभित्र बसेर नेपालकामा विभिन्न प्रकारका सङ्घ संस्थाहरू खोलेर एनजिओ आइएनजिओ बनाएर सहयोगको नाममा उनीहरूलाई चाहिँ एउटा नेपाललाई विकासको नाममा यहाँ आफ्ना चाहिँ दलालहरू, साम्राज्यवादका दलालहरू, साम्राज्यवादका भरौतेहरू चाहिँ तयार हुने शक्तिहरू, जनशक्तिहरू निर्माण गर्ने कुरामा निरन्तर उनीहरू अगाडि लागिरहेका थिए। र त्यसको परिणाम के भयो त भन्दाखेरि साम्राज्यवादी शक्तिहरूले यो देशलाई एउटा राष्ट्रिय जुन एउटा अर्थनीति छ, राष्ट्रिय स्वाधीनता छ र सार्वभौमिकता छ र राष्ट्रिय जुन एउटा अखण्डता छ, भौगोलिक क्षेत्रीय अखण्डता छ, त्यसलाई समाप्त पार्ने दिशाले यो अगाडि बढ्दै गयो। त्यसो भएको हुनाले यहाँ यी दुईटा शक्तिहरू, विशेष गरेर अमेरिकी साम्राज्यवाद र त्यसपछि भारतीय विस्तारवाद, यी दुईटा शक्तिहरूले नेपालमा कसको शक्ति स्थापित गर्ने भनेर यिनीहरू अगाडि बढिरहेको र अहिलेको यो भदौको 23 र 24 गतेको आन्दोलनमा, जेएनजी विद्रोहमा यी शक्तिहरूले आफ्नो आफ्नो चाहिँ स्थिति बलियो बनाउने कोसिस गरे। तर उनीहरूको बिचमा विभिन्न किसिमका आफ्ना आफ्ना स्वार्थहरूको मतभेद थियो। मतभेदको बावजुद पनि यिनीहरू एकतामा पुगे, उनीहरूको मिल्नुपर्ने बाध्यता पनि थियो। त्यसो भएको हुनाले यिनीहरू चाहिँ दुईटाको चाहिँ मिलेमतोमा यो अहिलेको वर्तमान सुशीला कार्की नेतृत्वको चाहिँ सरकार बनेको छ। र अहिले परिस्थिति के भएको छ भन्दाखेरि जेएनजी आन्दोलनको नाममा त त्यसबाट फाइदा उठाएर साम्राज्यवादी विस्तारवादीहरूले एउटा कथापुतली सरकार नेपालमा बनाउन सफल भएका छन्। साथै यिनीहरूले देशको चाहिँ एउटा सार्वभौमिकतामाथि, देशको चाहिँ स्वतन्त्रतामाथि यिनीहरूले आफ्नो प्रभाव जमाउने प्रयत्न गरिरहेका छन्। त्यसो भएको हुनाले आदरणीय जनसमुदायहरू, आज देशमा
हाम्रो सबभन्दा पहिलो कुरा चाहिँ गर्नुपर्ने के छ भन्दाखेरि हाम्रो राष्ट्रिय स्वाधीनताको प्रश्न अब गम्भीर बनेर आयो। राष्ट्रिय स्वाधीनताको प्रश्न अब सबैभन्दा ज्वलन्त रूपमा अब अगाडि बढेर आयो। आज यहाँ जति पनि एउटा सरकारहरू जे जति चाहिँ थिए ती सरकारहरू पनि सबै हिजोका सरकारहरू साम्राज्यवाद विरोधी थिए अथवा विस्तारवाद विरोधी थिए भनेर हामी भन्दैनौँ। तिनले पनि काम गरेका थिए, तिनले पनि तिनीहरूको स्वार्थ अनुसारै काम गरेका थिए। तर उनीहरूले जति भने त्यो सबै कुरा उनीहरूले गर्न नसकेको एकातिर, अर्कोतिर उनीहरूको चाहिँ गलत जनविरोधी क्रियाकलापले गर्दाखेरि जनतामा नाङ्गिँदै गएको अवस्थाले गर्दा उनीहरूले नेपालमा पुनः नयाँ प्रकारका अझ उनीहरूलाई पनि अझ विश्वासपात्र आफ्ना दलालहरू दलालहरू तयार पार्न उनीहरूले कोसिस गरे। केही प्रश्नमा अहिले उनीहरू लागिरहेका छन् र उनीहरूले अहिले काङ्ग्रेस एमाले माओवादी केन्द्र जस्ता उनीहरूले भन्दा पनि त्योभन्दा अब विश्वासपात्र दलालहरू नेपालमा ल्याएर नेपालको ग्रहण गर्ने, नेपाललाई चाहिँ एउटा सार्वभौमिक सत्तामाथि उनीहरूले हस्तक्षेप गर्ने यो दिशामा चाहिँ आज साम्राज्यवादी शक्तिहरू विस्तारवादी शक्तिहरू भने अर्कोतिर यही परिस्थितिमा धमिलो पानीमा माछा मार्ने भने जस्तै यो परिस्थितिबाट हिजोको चाहिँ जनताले थालिसकेका जनताको आन्दोलनबाट समाप्त पारिएको राजतन्त्रलाई फेरि पुनर्स्थापना गर्न सकिन्छ भनेर अर्को प्रतिगामी शक्तिहरू पनि यहाँ सल्लाह लागिरहेको छ। त्यसो भएको हुनाले साम्राज्यवादी शक्ति र प्रतिगमनकारी शक्तिहरू ती दुईटा शक्तिहरू आज नेपालमा सबभन्दा अगाडि आइरहेका छन् र नेपालमा जेएनजीहरूले उठाएका जो आन्दोलन छ त्यो आन्दोलनबाट एउटा अग्रगामी दिशा अग्रगामी चाहिँ कार्यक्रम आउने भन्दा पनि साम्राज्यवादी कार्यक्रम आउने, झन् यताको कार्यक्रम आउने, प्रतिगामी कार्यक्रम आउने यस्तो खालको सम्भावनाहरू आज पर्दै गइरहेको छ। त्यसो भएको हुनाले हामी यो साम्राज्यवादका सबै प्रकारका साम्राज्यवादबाट सञ्चालित, विस्तारवादबाट सञ्चालित र प्रतिगमनकारीहरूबाट ल्याइएका सबै किसिमका चाहिँ विचारहरू त्यसका चाहिँ स्वार्थहरूको विरुद्धमा हाम्रो पार्टी भण्डाफोड गर्न अग्रिम पङ्क्तिमा अगाडि बढिरहेको छ। त्यसो भएको हुनाले साम्राज्यवाद र प्रतिगमन मात्र होइन, अहिलेको जुन यही व्यवस्था छ यही ठिक छ भनेर यो नै संसारको सबभन्दा उत्कृष्ट चाहिँ व्यवस्था हो भनेर जनतालाई जुन किसिमको छारो हाल्ने काम गरिरहेको छ जनताको आँखामा त्यो पनि जनतामा धोका हो। त्यस कारणले हामी यथाशीघ्रवादले पनि नेपाली जनताको समस्या समाधान गर्दैन। त्यस कारणले यो तिनटै साम्राज्यवाद, प्रतिगमन र यथाशीघ्रवादको विरुद्धमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जनताको बिचमा उनीहरूको चाहिँ चरित्रको बन्दाफोड गर्दै हामीहरू आइरहेका छौँ। र अब यसको चाहिँ विकल्प के हो त? त्यसो भन्दाखेरि त्यसको चाहिँ विकल्प एउटा अग्रगामी कार्यक्रम, अग्रगामी व्यवस्थाले मात्रै गर्न सक्छ। यो भनेको के हो त भन्दाखेरि नेपालका किसान र मजदुरहरूको हातमा, नेपाली जनताको हातमा सत्ता आउनुपर्छ र त्यो सत्ताले चाहिँ देशलाई चाहिँ साँच्चै नेपाली जनताको मुक्ति गर्नको लागि वैज्ञानिक समाजवादको दिशामा जानुपर्छ र मात्रै देशले नेपाली जनताको समस्यालाई समाधान गर्न सक्छ। त्यस कारणले आदरणीय जनसमुदायहरू, हामी यी साम्राज्यवादीहरू, प्रतिगमनकारीहरू, यथास्थितिवादीहरूको भुलभुलैमा लाग्ने होइन, त्योभन्दा चाहिँ अग्रगामी कार्यक्रमको अगाडि जानुपर्छ। त्यसको निम्ति सबभन्दा पहिलो खुट्किलो के हो त भन्दाखेरि हामीले यो अहिलेको चाहिँ जुन किसिमले चुनावको कुराहरू ल्याइएको छ, सत्ताको कुरा ल्याइएको छ, जनताबाट आन्दोलनबाट आएको चाहिँ भनेर जुन सरकारहरू ल्याइएको छ त्यो सरकार होइन। आम नेपाली जनताको सङ्घर्षबाट हामीले स्वाधीन संयुक्त सरकारको गठन गर्ने र स्वाधीन संयुक्त सरकारको चाहिँ नेतृत्वमा हामी नयाँ जनवादी कार्यक्रम अथवा किसान र मजदुरको वर्गको सत्ता कायम गर्नको निमित्त हामी अग्रसर हुनुपर्छ र त्यसले मात्रै जब हामी चाहिँ वैज्ञानिक समाजवाद जान्छौँ अनि मात्रै यही सन्दर्भमा हाम्रो पार्टीले हाम्रा जेएनजीहरूले उठाएका सबै कुरा सही छ भन्ने कुरामा हाम्रो पार्टी छैन। जेएनजीले कतिपय जायज मागहरू उठाएका छन्, जायज कुराहरू गरेका छन्, त्यसलाई हामीले समर्थन गरेका छौँ। जस्तो भ्रष्टाचारको अन्त गर्नुपर्छ त्यो कुरालाई हामीले समर्थन गर्छौँ।
नेपालका कुशासनलाई अन्त गर्नुपर्छ र सुशासन स्थापना गर्नुपर्छ। त्यो कुरा जेनजीले उठाएको माग सही छ, हामीले त्यसलाई समर्थन गर्छौँ। तर नेपालमा जुन बेरोजगार छ त्यो बेरोजगार हटाउनुपर्छ भन्ने कुरा हामीले भन्छौँ। तर जेनजी समुदायलाई हामीले के कुरा भन्छौँ भने भ्रष्टाचार किन हुन्छ, भ्रष्टाचारको चाहिँ हुने मूल कारण के हो त्यो कुराको औषधि नगरेसम्म, त्यो कुरा पत्ता लगाएर त्यसको निवारण नगरेसम्म यहाँ भ्रष्टाचार भइरहन्छ। त्यस कारणले आदरणीय जनसमुदायहरू जेनजीले उठाएको भ्रष्टाचार अन्त गर्ने कुरामा हामी पनि सहमत छौँ। त्यस कारणले गर्दाखेरि त्यसमा हामी जेनजी भाइहरूसँग, जेनजी पुस्तासँग हामी सँगसँगै हामी अगाडि बढ्न सक्छौँ। तर कसरी हुन्छ त भन्दाखेरि व्यक्तिगत सम्पत्ति कायम राखेर संसारमा कहीँ पनि भ्रष्टाचार चाहिँ अन्त भएको छैन। जहाँ सम्पत्तिको धन सम्पत्तिको रोजगार चल्छ, जहाँ त्यसको सम्मान हुन्छ, त्यहाँ पैसा कमाउने कुरा मुख्य हुन्छ। जब पैसा कमाउने कुरा मुख्य हुन्छ त्यहाँ भ्रष्टाचार हुन्छ, त्यहाँ भ्रष्टाचार आउँछ। त्यस कारणले अमेरिका, बेलायत, जापान जस्ता विकसित राष्ट्रहरू तपाईँले हेर्नुभयो भने त्यो भ्रष्टाचारबाट छैन। त्यहाँ नेपालमा भन्दा झन् ठुला ठुला भ्रष्टाचार, खरबौँ अरबौँ डलरमा त्यहाँ भ्रष्टाचार भइरहेको छ। त्यस कारणले यदि भ्रष्टाचारलाई अन्त गर्ने हो भने, यदि भ्रष्टाचारलाई हाम्रो समूल नष्ट गर्ने हो भने हामीले व्यक्तिगत सम्पत्तिको नाश गरेर सामूहिक सम्पत्तिको रूपमा अगाडि बढ्नुपर्छ। त्यो भनेको वैज्ञानिक समाजवाद। हामी वैज्ञानिक जबसम्म वैज्ञानिक समाजवाद चाहिँ हामीले ल्याउँदैनौँ तबसम्म त्यहाँ भ्रष्टाचारको अन्त हुँदैन। अब यो कुरा जेनजीका साथीहरूले हामीले उठाएको पाएका छैनौँ। त्यस कारणले त्यो कुरा नउठाइकन साँच्चै एउटा चाहिँ भ्रष्टाचार अन्त गर्छु भन्ने कुरा नारामा मात्र सीमित हुनेछ। त्यस कारणले आम जनसमुदायलाई, खास गरिकन जेनजी समुदायलाई हामीले के आह्वान गर्छौँ भने यो भ्रष्टाचारलाई अन्त गर्ने भने समाजवादी कार्यक्रम ल्याउनुको निमित्त, समाजवादी व्यवस्था ल्याउनुको निमित्त जेनजी पुस्ता चाहिँ अगाडि आउनुपर्छ। यदि त्यसो गर्नु सक्नु भएन भने तपाईँ हामीले चाहिँ यो भ्रष्टाचार एउटा नारामा मात्र सीमित हुन्छ। ठिक त्यसरी नै आज देशमा चाहिँ रोजगारको चाहिँ हुनु पर्यो, बेरोजगारको अन्त गर्नु पर्यो, रोजगारी ल्याउनु पर्यो भनेर जेनजीका साथीहरू उठाउनुभएको छ। त्यो जायज छ, हामीले पनि त्यो कुरा उठाइरहेका छौँ, हामीले यो पनि यो कुरा भनिरहेका छौँ। तर यसमा रोजगार उठाउने भन्ने तर नेपालमा बेरोजगार किन बढ्दै गयो त भन्दाखेरि जब नेपालमा नवउदारवादी अर्थनीति पञ्चायतकालदेखि सुरु भएर अहिलेसम्म निरन्तर त्यसलाई अगाडि बढाइएको छ। त्यसले देशमा उद्योग धन्दा, कल कारखाना सबै विकास हुन सक्दैन। राष्ट्रिय उद्योगहरू, कल कारखानाहरू, राष्ट्रिय व्यापारहरू अगाडि बढ्न सकेन। यहाँ के भयो त भन्दाखेरि नेपालको शासनमा दलाल पुँजीपतिहरू, साम्राज्यवादका दलालहरू, विस्तारवादका दलालहरू मात्रै एउटा चाहिँ के भयो त भन्दाखेरि उनीहरू सशक्त भए, उनीहरू सत्तामा गए, उनीहरूको पक्षमा सबै कुराहरू हुँदै गयो। तर यहाँका राष्ट्रवादी शक्तिहरू, किसानहरू, मजदुरहरूको जीवन झनपछि झन् दयनीय हुँदै गयो। त्यसो भएको हुनाले यदि रोजगार बढाउने हो भने जेनजीका साथीहरूलाई हामी के आह्वान गर्छौँ भने नउदारवादी अर्थनीतिको विरोध गर्छ। नउदारवादी अर्थनीतिलाई नेपालबाट हामीले अन्त गर्नुपर्छ र राष्ट्रिय अर्थनीतिको हामीले लागू गर्नुपर्छ। अनि मात्रै नेपालमा चाहिँ उद्योग धन्दा, कल कारखानाहरूको विकास हुनेछ। अनि जब उद्योग धन्दा, कल कारखानाको विकास भएपछि यहाँका युवाहरू यही काम पाउनेछन्। यही काम पाएपछि विदेशतिर जान बन्न विदेशतिर जानु छैन। त्यसो भएको हुनाले हामीले बेरोजगारको अन्त गर्छ भनेर मात्र हुँदैन। बेरोजगारको अन्त गर्नको निमित्त उदारवादी अर्थनीतिलाई हामी विरोध गर्नुपर्छ, त्यसलाई रोक्नुपर्छ र राष्ट्रिय अर्थतन्त्रलाई हामीले विकास गर्नुपर्छ। अनि मात्रै हामीले के गर्छौँ भन्दाखेरि देशमा रोजगारको चाहिँ देशको एउटा चाहिँ रोजगारको अवस्था सिर्जना गर्न सक्छौँ। त्यसो भएको हुनाले हामी यी जेनजी साथीहरूले यी कुराहरू अहिलेसम्म कहीँ पनि हामी उठाएको देख्दैनौँ। जेनजी साथीहरूले राजनीतिक पार्टीहरूका नेताहरूले भ्रष्टाचार गरे भन्ने कुरा त खुब उठाउनु भएको छ। त्यो कुरामा हामी सही छ, त्यो उहाँहरूले सही कुरा उठाउनु भएको छ, ठिक ठाउँमा हान्नुभएको छ। तर उहाँहरूले केही कुरा छोड्नु भएको छ। त्यो कुरा कहाँ हो त भन्दाखेरि त्यो भ्रष्टाचार हुने कुरा राजनीतिक नेताहरूमा मात्र होइन, त्यो कर्मचारीभित्र पनि छ, प्रहरी प्रशासनमा छ, सेनामा छ, हरेक क्षेत्रमा त्यो भ्रष्टाचार छ। त्यस कारण ती सबै कुराको भ्रष्टाचारलाई नियन्त्रण गर्नको लागि
ती भ्रष्टाचारहरूलाई न्यून गर्नको लागि हामीले त्यसको विरुद्ध एकदम सशक्त रूपमा चाहिँ भन्दा भयो र त्यसको विरुद्ध चाहिँ एउटा सशक्त चाहिँ एउटा चाहिँ कारवाही अगाडि बढाउनु पर्छ। सरकारले त के गरिरहेको छ अहिलेसम्म भन्दाखेरि भ्रष्टाचारलाई नियन्त्रण त उसले गरेन, बरु उसले के गर्यो भ्रष्टाचार पनि उसले संस्थागत गर्यो। त्यस कारणले नेपालमा भ्रष्टाचार संस्थागत रूपमा चाहिँ भ्रष्टाचार भएको हुनाले यहाँ चाहिँ भ्रष्टाचार नेपाली जनताले सानोदेखि सानो कुनै पनि यस्तो ठाउँ छैन जहाँ घुस नदिएर उसले आफ्नो काम बनाउन सकोस्। त्यसो भएको हुनाले नेपाली जनताले जुन पीर मर्का जुन किसिमको पाइराख्नु भएको छ, जुन किसिमको दुःख भोग्नु परिरहेको छ, ती सबैको परिणाम के हो त भन्दाखेरि यहाँका शासकहरूको एउटा खराब, उनीहरूको शासकहरूको एउटा चाहिँ आफ्नो व्यक्तिगत स्वार्थ, आफ्नो पार्टीगत स्वार्थमा मात्र टेकेर राष्ट्रिय स्वार्थ, जनताको स्वार्थलाई तिलाइदिएको कारणले यी सबै कुराहरू छन्। त्यस कारणले म अन्तमा तपाईँलाई के भन्न चाहन्छु भने यो अहिले जेबती नेपालमा निश्चित रूपमा एउटा राजनीतिक उथलपुथल भएको छ। 23 र 24 गतेको भदौ 23-24 गतेको अगाडिको अवस्थामा धेरै उथलपुथल भएको छ र अहिले देशमा राजनीतिक अवस्था नयाँ अवस्थामा गइरहेको छ। तर त्यति जाँदा जाँदै पनि यो उथलपुथल के हो त भन्दाखेरि यही संसदीय व्यवस्थाभित्रको चाहिँ यही संसदीय व्यवस्थाभित्रको तुफान छ र यो तलमाथि होइन। एउटा चियाको कपमा हुने खानाहरू जस्तै यो संसदीय व्यवस्थाभित्रको तुफान। त्यस कारणले यहाँ जुन किसिमका कुराहरू यहाँ आएको छ अहिले तुफानले, त्यो कुराले यहाँको नेपाली जनताको समस्या समाधान हुनेवाला छैन। यहाँ यो संसदीय व्यवस्थालाई अन्त गरेर यो संसदीय व्यवस्था मुख्य कुरा चाहिँ के हो त भन्दाखेरि संसदीय व्यवस्था हो। यहाँ कुनै व्यक्ति कुनै पार्टी भन्दा पनि व्यवस्था मुख्य कुरा हो। निश्चित रूपमा असल व्यक्ति र खराब व्यक्ति सत्तामा जाँदाखेरि केही मुद्रामा फरक पार्छ, तर एउटा प्रतिक्रियावादी व्यवस्थामा असल व्यक्ति जाँदाखेरि पनि त्यसले गुणात्मक चाहिँ फर्को मान्नु, त्यसले गुणात्मक रूपमा चाहिँ देशलाई अगाडि बढाउन सक्दैन। त्यसले बढीमा भनेको केही सुधारात्मक कामहरू मात्र गर्न सक्नेछ। त्यस भएको हुनाले हाम्रो मुख्य ध्यान यी तमाम अहिलेका चाहिँ भ्रष्ट नेताहरू, भ्रष्ट शासकहरू यी त्यसका विरुद्ध जाँदै पनि हामी के कुरा चाहिँ गर्न चाहन्छौँ भने मूल कुरा चाहिँ व्यवस्था हो। त्यो व्यवस्था भनेको के हो त भन्दाखेरि नेपालको नयाँ जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादी व्यवस्थामा जाने व्यवस्था मात्रै हाम्रो सम्भव नेपाली जनताको सक्छ। आज तपाईँ हामी हेर्नुहोस्, अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र प्रतिगामी शक्तिहरूको धन, त्यसको कुरै नगरौँ। यी तिनै शक्तिहरू आज केमा छन्? राजनीतिक शक्तिहरू भने व्यवस्था परिवर्तनमा छैन। यहाँ व्यवस्था परिवर्तनका कुरा पनि तपाईँहरूले कतिपय सुन्नुभयो होला। प्रत्यक्ष निर्वाचित चाहिँ कार्यकारी बनाएपछि व्यवस्था परिवर्तन हुन्छ भन्ने कुराहरू गर्नुभयो। तर जबसम्म सत्ता पुँजीपति वर्गको हातमा रहन्छ, जबसम्म सत्ता दलाल पुँजीपति वर्गको हातमा रहन्छ, जबसम्म सत्ता सामन्तहरूको हातमा रहन्छ, त्यति बेलासम्म यहाँ जुनसुकै चाहिँ उ गरे पनि परिवर्तन गरे पनि त्यसले जनताको समस्या समाधान गर्न सक्दैन। त्यस कारणले त्यो सत्ताले समाजवादी हुन सक्दैन, त्यो सत्ताले नयाँ जनवादलाई अस्वीकार दिन सक्दैन। त्यसले समाजवादी ल्याउने कुराको विरोध गर्छ, नयाँ जनवाद ल्याउने कुराको विरोध गर्छ। ती चाहिँ शक्तिहरू त्यसो भएको हुनाले यहाँ दलाल पुँजीपतिहरू, नोकरशाह पुँजीपतिहरू र सामन्त वर्गको हितमा हुने यस प्रकारको चाहिँ संसदीय जुन व्यवस्था छ, यो व्यवस्थालाई विस्थापन नगरेसम्म, मुख्य कुरा चाहिँ यसलाई विस्थापन नगरेसम्म नेपालमा हुने भ्रष्टाचार, यहाँको बेरोजगारी, यी सबैको अन्त हुन सक्दैन। त्यस कारणले हामीले तात्कालिक रूपमा यो सरकारसँग अथवा तात्कालिक रूपमा यी एउटा उसमा खराब व्यक्तिको ठाउँमा नयाँ व्यक्ति, नयाँ व्यवस्था आउनुपर्छ भन्ने कुरामा हामीले समर्थन गर्दा पनि मूल रूपमा आधारभूत रूपमा यसलाई चाहिँ क्रान्तिकारी परिवर्तन गर्नुपर्छ। क्रान्तिकारी जब चाहिँ आधारभूत रूपमा एउटा क्रान्तिकारी परिवर्तन हुँदैन तबसम्म यो व्यवस्थाले यो चाहिँ एउटा हुँदैन, तबसम्म नेपाली जनताले त्यस्तै प्रकारको दुःख पाइन्छ। तपाईँ हामीलाई थाहा छ 7 सालको परिवर्तन भयो, 46 सालको परिवर्तन भयो, 63 सालको परिवर्तन भयो।
तर नेपालीको किसान र मजदुरको जीवनमा के परिवर्तन भयो? तिनको पनि भयो। कस्तो भन्दाखेरि हिजो धनभन्दा झन दयनीय, झनभन्दा झन कमजोर बन्दै गए कृषकले। किसान र मजदुरको हालत झन खराब भएर गयो। त्यसो भएको हुनाले कुरा के हो त भन्नुहुन्छ भने यी सबै परिवर्तनहरूमा के भएको थियो भन्दाखेरि हेर्दा राजनीति हाम्रो परिवर्तन भन्दा हामीहरूले त्यसलाई एउटा क्रान्ति पनि भनियो, क्रान्ति पनि भन्ने गर्छन्। तर त्यो परिवर्तन वास्तवमा राज्य सत्ताको परिवर्तन थियो। 60 साल, 46 साल, 63 साल यी सबै सालमा भएका जति पनि परिवर्तन, 7 सालमा राणा शासन गयो, राज्य सत्ता सामन्त वर्गकै हातमा, पुँजीपतिहरू वर्गकै हातमा। 46 सालमा पञ्चायती व्यवस्थाको अन्त भयो, बहुदलीय व्यवस्था आयो, तर राज्य सत्ता तिनै दलाल पुँजीपतिहरू, नोकरसाह पुँजीपतिहरू र सामन्त वर्गकै हातमा रह्यो। 63 सालमा 63-64 आन्दोलनले राजतन्त्रकै अन्त गर्यो, गणतन्त्र आयो। त्यो गणतन्त्र बुर्जुवाहरूको गणतन्त्र। त्यति बेला पनि राज्य सत्ता कसको हातमा रह्यो भन्दाखेरि तिनै पुँजीपतिहरूको हातमा रह्यो। दलाल पुँजीपतिहरू, नोकरसाह पुँजीपतिहरू र सामन्त वर्गको हातमा राज्य सत्ता रह्यो। त्यस कारणले यहाँ नेपाली जनताले दुःख पाइराख्नु पर्छ, कष्ट बेहोरिराख्नु पर्छ। त्यस कारणले आदरणीय जनसमुदायहरू, हामीले त्यो राज्य सत्ता जबसम्म खोसेर श्रमिक वर्गहरू, मूलतः किसान र मजदुरको हातमा जबसम्म राज्य सत्ता आउँदैन तबसम्म नेपाली जनताहरूको अवस्थामा आमूल परिवर्तन उनीहरूको रूपमा चाहिँ हुन सक्दैन। त्यस कारणले अहिले तात्कालिक रूपमा देखिएका यी समस्याहरूको विरुद्ध, यहाँले छरेका भ्रमहरूको विरुद्ध सङ्घर्ष गर्दै हामीले मूल हाम्रो चाहिँ अन्तिम लक्ष्य नेपालमा एउटा नयाँ जनवादी क्रान्ति गर्दै त्यसको तिर पार गर्दै हामी समाजवादी व्यवस्था नल्याएसम्म नेपाली जनता सुख पाउँदैनन् भन्ने कुरा हाम्रो पार्टीको चाहिँ धारणा छ। त्यही कुरा हामी नेपाली जनताहरूलाई भन्न यहाँहरू समक्ष आइरहेका छौँ। त्यसो भएको हुनाले आदरणीय जनसमुदायहरू, तपाईँहरूले जबसम्म हामी यो कुरालाई चाहिँ राम्रोसँग पक्रिँदैनौँ हामीले यस्तो दुःख पाइरहेको छौँ। आदरणीय जनसमुदायहरू, त्यसो भएको हुनाले अब तपाईँ हामी सचेत भएर, हामी सङ्घर्ष सचेत भएर, सङ्गठित भएर, आम जनताको किसान र मजदुरहरूको राज्य सत्ता स्थापना गर्नको लागि नेपालमा नयाँ जनवादी व्यवस्था पार गर्ने, वैज्ञानिक समाजवादी व्यवस्था दिनको निमित्त हामी निरन्तर प्रयत्नशील रहनुपर्छ। त्यो दिशामा हामी अगाडि बढ्नुपर्छ। र त्यसको साथै अहिले तत्कालिक रूपमा चाहिँ देखिएका जुन एउटा फर्महरू छन्, यहाँ चुनाव भएपछि, चुनाव आएपछि, नयाँ मान्छे आएपछि, नयाँ पुस्ता आएपछि सबै कुरा हुन्छ भन्ने जुन भ्रम सर्जिएको छ, व्यवस्था उही राखेर जुनसुकै व्यक्ति आए पनि उनी केही पनि छैन। जसरी 60 सालमा भएन, 46 सालमा भएन, 63-64को चाहिँ घटना भएन, त्यही किसिमको पुनरावृत्ति, त्यस्तै किसिमको घटनाको पुनरावृत्ति मात्रै हुन्छ। त्यस कारणले त्यो घटनाको पुनरावृत्ति हुन नदिनुको लागि हामीले आम चाहिँ एउटा चाहिँ आमूल परिवर्तनको लागि हामीले क्रान्तिकारी गर्नुपर्छ र राज्य सत्ता लिनुको निम्ति हामीले चाहिँ सबै एउटा क्रान्तिकारी आन्दोलनको तयारी गर्नुपर्छ। त्यसो भएको हुनाले यही कुराहरू हामी तपाईँहरू समक्ष भन्ने आएका छौँ। त्यसो भएको हुनाले आम जनसमुदायलाई अहिलेको यो परिस्थितिमा सबै एउटा नयाँ पुस्ताले गरेको सबै कुरा ठिक त्यो पनि होइन, पुरानो पुस्ताले गरेको सबै गलत त्यो पनि होइन। विचारले गर्छ, सिद्धान्तले गर्छ, नीतिले गर्छ, कार्यक्रमले गर्छ। त्यसो भएको हुनाले कुन उमेर समूहबाट होइन, हाम्रो विचार, सिद्धान्त, नीति र कार्यक्रमको आधारमा हामी सङ्गठित भएर अगाडि बढ्नुपर्छ भन्ने कुरा यहाँहरू समक्ष राख्दै मैले अहिले हाम्रो पार्टीका यिनै कुराहरू साझा गर्दै मैले पार्टीको तर्फबाट व्यक्त गरेँ। यति भन्ने मेरो मन्तव्य यही अन्त गर्दछु। धन्यवाद। धन्यवाद। हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी कमिटी सदस्य